हेलो एभ्रिवान, आजको मेरो खानामा चाहिँ अन्डा, साग, आलु, मासु र अचार छ। अनि म चाहिँ अब खान थालेँ है। सरसर लाएर खानेकुरा चाहिँ मिठो थियो है। यो खानेकुरा चाहिँ मैले बनाएको होइन, किनभने यो चाहिँ मेरो मालिकनीले आज बनाएर पठाएको हो। आज चाहिँ मेरो ड्युटी अलिक लामो थियो, किनकि हाम्रो नयाँ रुमको डेकोरेसन गर्नु थियो। अनि डेकोरेसन गर्दा गर्दै टाइम टन्नै लागेको थियो। त्यही भएर मैले चाहिँ खाना पकाउनु भ्याउँदिनँ भनेर मालिकनीले आफै बनाएर पठाइदिएको। अनि त्यही भएर म चाहिँ खाँदैछु। यो चाहिँ मलाई मात्रै हो, पठाउनु चाहिँ टन्नै पठाउनु भएको थियो है। अनि हाम्रो साथीहरू हुनुहुन्थ्यो, उहाँहरूलाई चाहिँ भिडियोमा आउनु मन लाग्नु भएन अरे। त्यही भएर चाहिँ म चाहिँ एक्लै भिडियोमा आएर खाँदैछु है। अनि यो सागहरू मिठो थियो, अचार मिठो थियो है। अनि म चाहिँ सरसर सागहरू, मासुहरू चाहिँ अचारमा मोल्दै खाँदैछु। यो मासु चाहिँ हाम्रो यहीँ काटेको सुँगुरको र को मासु हो है। अनि यो चाहिँ रेडिमेड हुन्छ, अनि यसलाई चाहिँ ल्याएर पकाएर खानुपर्ने। तर हुन चाहिँ यो यहीँ हाम्रैबाट बनाएको मासु हो है। अनि यति भन्दा म चाहिँ खाँदैछु सरसर गरेर है। अनि तपाईँलाई पनि देखाउँदैछु होइन। अनि मिठो थियो खानेकुरा चाहिँ। अनि सबै मैले चाहिँ सरसुर पारेर सबै मासु पनि खाइसकेँ है। अनि यति मिठो थियो कि मैले अचार पनि फाल्टो लाएर खाँदैछु, किनभने सबै सोरसार भएर खाँदैछु मिठो भएकोले। यति भन्दै मैले चाहिँ खानेकुरा खाइसकेँ। यति भन्दै तपाईँहरूसँग बाई बाई। कस्तो लाग्यो?